हाई एभ्रिवान। आज चाहिँ भने मैले तपाईहरुलाई देखाइराखेको छु मसपोल चेन्ज गर्ने तरिका है। यो चाहिँ मेरो अस्ति नै मैले रोपेको प्लान्ट हो। यो चाहिँ फिलोडेन्ड्रन जसेब्रोनो। यसको चाहिँ तपाईको जति अग्लो उसमा चढ्नु सपोर्ट समाएर चढ्नु सक्छ त्यति यिनीहरुको साइज चाहिँ हेभी हुन्छ के लिफहरुको। अनि यो चाहिँ मेरो पुरानो थियो मस स्टिक, त्यो चाहिँ मैले लाएर त्यतिकै राखिदिराखेको थिएँ हैन। भोलि पर्सि चाहिँ म चेन्ज गरिदिन्छु। अहिलेको लागि चाहिँ सिधा हुँदै गरोस् न त, बिरुवा यताउति नहोस् भनेर चाहिँ मैले यसलाई त्यो छोटो 1.5 फुट जतिको थियो होला त्यो मेरो लठी, त्यो मस लगाइदिएको थिएँ मैले हैन सपोर्टको लागि। आज चाहिँ भने मैले 3 फुटको मस बनाएर चाहिँ मैले यसलाई चाहिँ चेन्ज गर्दै छु। किनभने हामीलाई यो लहरा जाने प्लान्टहरुको लागि चाहिँ हामीले मस लाउनु अति इम्पोर्टेन्ट छ। किनभने हामीले त्यो लगायो भने जरा पनि त्यसमा जान्छ हैन। त्यो यो लठी भित्र जरा पनि जान्छ, एकदमै सपोर्टिभ हुन्छ हैन। हावाले यताको उति पार्दैन, लडाउँदैन अनि एकदमै उ पनि ह्याप्पी हुन्छ के प्लान्ट पनि। उले खोजेको जस्तो चाहिँ हामीले दिन सक्नुपर्छ अनि मात्र हाम्रो प्लान्ट चाहिँ एकदमै ठुलो हुन्छ है, एकदमै राम्रो हुन्छ। हेर्नुस् त यो कति लामो भयो है। यो अब भविष्यमा भनौं अथवा 1 वर्ष पछाडी एकदमै राम्रो हुन्छ हैन। 7-8 महिना वर्ष दिन पछाडी चाहिँ यो हाम्रो लठी जत्रो साइजमा यो प्लान्ट पुग्दाखेरि कति राम्रो देखिन्छ होला तपाईहरु आफै सोच्नुस् त साथीहरु। अनि यो जति पनि यो मसमा जति पनि यसको जराहरु चाहिँ त्यो समाउँदै जान्छ नि, त्यो लठीमा अड्किँदै जान्छ नि, तब झन् यिनीहरुको पत्ताहरु चाहिँ एकदमै ठुलो हुन्छ के, एकदमै राम्रो हुन्छ। कस्तो दामी देखिन्छ हैन। अनि यसरी चाहिँ तपाईहरुले पनि कति प्राय साथीहरुलाई फेरि लहरा मात्र मन पर्छ हैन, त्यो पनि मसफलमा नचढाको एकदमै तल डाउन हुने उदो मुन्टो पारेको प्लान्टहरु अथवा परेको प्लान्टहरु एकदमै कतिलाई मन पर्छ भने कतिलाई चाहिँ फेरि यसरी मसपोलमा लठीमा चढाको मन पर्छ हैन। कतिलाई चाहिँ फेरि यो अब के चढाउने, यो लहरा जाने बिरुवाहरु चाहिँ मलाई मनै पर्दैन भन्ने पनि कति हुनुहुन्छ है। व्यक्तिका आफ्नो चोइस हुन्छ है। मलाई चाहिँ फेरि एकदमै मन पर्छ यसरी यो लठीहरुमा चढाउने बिरुवाहरु धेरै मन पर्छ। यसको भेराइटी पनि एकदमै भयंकर धेरै पनि हुन्छ हैन। यसलाई चाहिँ मैले यो जराहरुलाई डिस्टर्ब गरिन, किनभने मैले अस्ति नै त्यस्तो मजाले यसलाई सेट गराइराखेको थिएँ कि यसलाई भोलि म लठी निकालेर अर्को लठी मात्र हाल्छु भनेर। तर त्यो छोटो थियो, अलिकति माथि मैले गाडी दिएको थिएँ भने अलिकति मुनिसम्मको माटो चाहिँ मलाई कोट्याएर निकाल्नु पर्यो हैन। अब यसमा माटोको कुरा गरौँ है, के हालेको छ भनेर भन्नु धेरै साथीहरुले बुझ्न चाहनुहुन्छ। यसमा चाहिँ मैले कोइला भयो, कोको चिप्स भयो, परलाइट भयो, कम्पोस्ट मल भयो, पत्करको मल भयो, निमखली भयो हैन। मैले यति थोकको मिक्स बनाएर चाहिँ मैले यसलाई लगाएको छु। हेर्नुस् त त्यो छोटो देख्नुभयो, त्यो छोटो मैले चेन्ज गरे, लामो लगाएँ। अब यसलाई 1-2 वर्षको लागि मजाले सेट भइहाल्छ, एकदमै राम्रो देखिन्छ हैन। यो भन्दा लामो पनि हामीलाई सुहाउँदैन हैन, हाम्रो लागि सुहाउँदैन। त्यो भन्दा लामो हुन्छ नि, 4 फुटको 5 फुटको पनि हुन्छ, तर त्यो अलिकति हाइट अग्लो भएर जान्छ। त्यो भन्दा यो 3 फुटको भनेको एकदमै सुहाउने साइज हो के 3 फुटको। अब यसको पनि मैले चेन्ज गर्दै आज चाहिँ मैले 2टा बिरुवाको मसपोल चेन्ज गर्दै मैले धेरै मसपोल बनाएको छु। यदि हजुरहरुलाई देख्नुभयो बोरामा, यदि हजुरहरुलाई यो खालको मस चाहिन्छ भने यसमा मैले कोको चिप्स हालेर पनि बनाएको छु। मस हालेर, मस भनेको चाहिँ तपाईको पहाडतिर पाउने लेउहरु के, जुन चाहिँ हाम्रो रुखतिर ढुङ्गातिर टाँसिने लेउ हुन्छ नि, हो त्यो लेउको पनि मैले बनाएको छु। हेरौँ अब कस्तो हुँदो रहेछ हैन। अब यो चाहिँ बनाउनको लागि अलिकति समय लाग्छ, अलिकति सबै चीजहरुलाई चाहिँ भेला पार्नलाई अलिकति हामीलाई टाइम लाग्छ। एकदमै राम्रो चाहिँ हुन्छ हामीले प्लान्टहरुमा यो दियो भने अथवा यो हामीले प्लान्टहरुमा लगायो भने एकदमै राम्रो हुन्छ है। ल हेर्नुस् त यसको पनि मैले सानो थियो त्यो मैले चेन्ज गर्दै छु। यो बिरुवालाई मैले अस्ति नै ठिक ठाउँमा राखेको थिएँ है। बाङ्गोटिङ्गो गर्नु हुँदैन, बिरुवालाई एकदमै ठिक ठाउँमा राख्नुपर्छ। अनि त्यसको अब लठी कहाँ राख्ने त, त्यो भन्दा ठाउँ बनाउनु पर्यो हैन। यो बिरुवा अलिकति यता आएछ, यो चाहिँ नानीले रोपेको हो नि त। अनि अलिकति उता सार दिँदैछु।
यो मस लगाउनुको रिजन भनेको चाहिँ तपाईँको प्लान्टको एकदमै साइज ठुलो हुन्छ लिफको है। अनि अर्को कुरा भनेको हावाहरूले हावाहरूले लडाउने ओर्ने काम गर्दैन हैन। अनि यसको जरा भित्र छिरेको हुन्छ, एकदमै राम्रो देखिन्छ क्या सेप साइज हैन। अनि डेकोरेसनमा पनि वाउ टाइपको देखिन्छ, मसहरू लगायो भने लटीहरू लगायो भने हैन राम्रो देखिन्छ। ल हेर्नुहोस् त, अब मलाई अलिकति अप्ठ्यारो भयो, यसको माटोहरू अलिकति मैले पन्साउँदैछु किनभने हामीलाई लठी लगाउनुको लागि त त्यो स्पेस बनाउनु पर्यो नि त त्यो ठाउँ हैन। यो चाहिँ जसेप ब्राउन हो, एकदमै ठुलो ठुलो लिफ हुन्छ यसको चाहिँ भनौँ एउटा हात जतिको लामो साइज हुन्छ क्या। जस अब 1.5 फुट 2 फुटसम्मको लामो यसको चाहिँ लिफको साइज हुन्छ। अहिले चाहिँ सानो छ हैन, मेरै आफ्नै घरको कटिङ हो, मैले आफैले बनाएको हो। योभन्दा अगाडिको भिडियोमा पनि मैले पोस्ट गरेको छु, यसको कट गरेर लगाएको भिडियोहरू मैले बनाएको छु, गएर चेक गर्नु होला हैन। कति नयाँ साथीहरू आइराख्नु भएको छ, सब्सक्राइब गरिदिइराख्नु भएको छ। यदि मेरो भिडियो हेर्दै चाहिँ बसिराख्नु भएको छ भने सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। हजुरहरूलाई केही कुरा बुझ्नु मन छ भने मेरो टिकटक आइडी छ सहारा गार्डन, त्यसमा मलाई मेसेज पनि गर्नु सक्नुहुन्छ। अनि त्यो मेरो टिकटकको बायोमा मैले मेरो सम्पर्क नम्बर राखेको छु। हजुरहरूको फुल प्लान्ट जे पनि समस्यामा छ भने चाहिँ मलाई सेयर पनि गर्नुहोला, म सकेको हेल्प गरिदिन्छु। मैले बारम्बार पनि भन्ने गरिरहेको छु हैन। हजुरहरूलाई कस्तो लाग्छ ल हेर्नुहोस् त, मेरो यो सानो निकालेर मैले ठुलो लगाउँदैछु मस हैन। यो पोल यस्तो राम्रो देखिन्छ। अहिले त यो 3टा 4टा पत्ताको मात्र छ, भर्खर बेबी हो नि त यो। अब यसलाई म फेरि माटो सेट गर्नु पर्यो। माटोहरू सेट गरेपछि एकदमै राम्रो हुन्छ। हजुरहरूले कहाँबाट मेरो भिडियोहरू हेरिराख्नु भएको छ कमेन्ट पनि गर्नु होला। आज मैले धेरै लामो समय पछाडि तपाईँहरूमा मैले भिडियो लिएर आएँ। भिडियो त मैले बेला अब सर्ट्स भिडियोहरू त हाल्ने गरिराखेको छु। अब कति प्राय भिडियो बनाउनु मन लाग्दा पनि समय हुँदैन हैन। अस्ति एउटा भिडियो चाहिँ मैले पोस्ट गरेको थिएँ, त्यो भिडियो चाहिँ फेरि हल्का अड्क्यो क्या। अड्केपछि त्यसलाई मैले डिलिट गरेको छु हैन। अनि त्यहाँदेखि लगाएको थिइनँ। आज फेरि 10 मिनटको भिडियो हजुरहरूमा बनाएर मैले लगाएको छु। हामीले अल्छी चाहिँ गर्नु हुँदैन हैन, अल्छी गर्नु हुँदैन। हामीले हाम्रो प्लान्टहरूलाई एकदम टेक केयर गर्नुपर्ने हुन्छ। एकदमै समयमा यिनीहरूसँग गफ गर्ने, यिनीहरूको नजिक जाने, यिनीहरूलाई के भइरहेको छ यिनीहरूको बारेमा हामीले बुझ्ने प्रयास गरौँ भने हामीलाई प्लान्टले कहिले पनि छोड्दैन क्या। प्लान्ट त्यस्तो सजिलो मरेर जाँदैन, एकदमै हामीले चाहेको जस्तो बनाउन सकिन्छ है। ल हेर्नुहोस् त, हल्लियो कि हल्लिएन भनेर हल्लाएको टाइट भएर समाएर बसेछ क्या। यो चाहिँ मेरो 12 इन्चीको गमला हो। 12 इन्चीको गमला भनेको एकदमै प्लान्टहरूको लागि एकदमै ठिक साइजको गमला हो यो 12 इन्चीको भनेको। किनभने यसको फ्युचर हेर्नु पर्यो नि त। हामीले जहिले पनि गमलाहरू लगाउँदाखेरि हामीले फ्युचर हेर्ने हो। कत्रो हुन्छ त यो 6 महिना पछाडि कत्रो हुन्छ, 1 वर्ष पछाडि कत्रो हुन्छ भनेर चाहिँ हामीले यसको फ्युचरको निर्धारण गरेर हामीले यो गमला चाहिँ सेट गर्नुपर्ने हुन्छ। ठुलो बिरुवालाई ठुलै गमला दिने, सानो बिरुवालाई सानै गमला दियो भने एकदमै राम्रो हुन्छ है। यो दुईटा मैले चेन्ज गरेँ, मैले तपाईँहरूलाई देखाइराखेको छु है। यो दुईटा चेन्ज गरेँ। अनि यो बोरामा मस छ, यो पोल यदि हजुरहरूलाई चाहियो भने मलाई DM पनि गर्नु होला। हेर्नुहोस् त, यो दुईटा मैले चेन्ज गरेको है। आज लिची खाएर होला मलाई घाँटी पनि एकदम अप्ठ्यारो भयो। दुईटा मैले चेन्ज गरेँ, दुईटा मैले देखाइरहेको छु है। अनि एकदमै राम्रो भयो, एकदमै मजाले सहज तरिकाले गरेँ। कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो हेरिदिनु होला। ओके साथीहरू, बाई।